खासमा उहाँको चाहिँ हिजो अपरेसन भएपछि चाहिँ हामी चाहिँ रोशन सरलाई म भनेर त्यो माथि हामी टिकटकमा भेट भएको सबैजना कतिजना टिकटकलाई छिसी दूर दूर गर्छन् तर टिकटकमा एउटा राम्रो एउटा आत्मिक सम्बन्ध पनि बन्छ भन्ने कुरो यो उदाहरण हो हाम्रो सम्बन्ध। यस्तो अवस्थामा कोही त रहेछ मेरो पनि मलाई माया गर्ने। हाम्रो विनोद दाजु चाहिँ उहाँ चाहिँ बिरामी हुनुभयो रहेछ अपरेसन गर्नुभएको छ हिजो। त्यसपछि हामी रोशन सरतिर म चाहिँ यसो उहाँलाई यसो भेट्न आएको बिरामीलाई त्यही हो। हजुर नमस्कार। हिजो भर्खर मेरो अपरेसन भएको अहिले म बेड रेस्टमा छु र मलाई चाहिँ यहाँ भेट्न आउनु भएको छ मेरो आदरणीय रोशन सर अनि मेरो प्यारो रत्न भाइ। हजुर लास्ट नमस्कार। खासमा उहाँको चाहिँ हिजो अपरेसन भएपछि चाहिँ हामी चाहिँ रोशन सरलाई म चाहिँ यहाँ कीर्तिपुरमा उहाँलाई भेट्न आएको यसो सुनेपछि देखेपछि होइन एउटा दाजुभाइको नाताले भेट्न आएको। साथमा हाम्रो रोशन तामाङ सर हुनुहुन्छ। एकदम रोशन सर हजुरलाई धन्यवाद। नमस्कार गलबन्दी सर। हजुर बिरामी हुनुभएको थियो। हजुर मैले अब बिहान भर्खर थाहा पाएको भएर अहिले भर्खर भेट्न आएँ सम्झिएर म। अनि त्यस्तै हो। धेरै धेरै धन्यवाद गरियो सरसँग पहिलोचोटि भेट भएको। हजुर अब रत्न भाइसँग त मेरो त अब धेरै पटकै भेट भइसक्यो। हामी त एउटा परिवारै हो। रोशन सर पनि परिवारै हुनुहुन्छ अनि एकदमै थ्याङ्क यू सो मच। म यो फेरि यस्तो हुँदो रहेछ यो बिरामी हुँदाखेरि चाहिँ यसरी सम्झिँदाखेरि एउटा यस्तो खुसी लाग्छ। त्यो अब भोग्नेलाई थाहा हुन्छ कतिजना बिरामी हुनुहुन्छ हजुरहरूलाई पनि थाहा होला। यस्तो अवस्थामा कोही त रहेछ मेरो पनि मलाई माया गर्ने भनेर फेरि त्यो माथि हामी टिकटकमा भेट भएको सबैजना कतिजना टिकटकलाई छिसी दूर दूर गर्छन् तर टिकटकमा एउटा राम्रो एउटा आत्मिक सम्बन्ध पनि बन्छ भन्ने कुरो यो उदाहरण हो हाम्रो सम्बन्ध। अनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच आइदिनु भयो। शीघ्र स्वास्थ्य लाभको कामना चाँडै निको हुनु होला। एकदम थ्याङ्क फेरि यू। हेल्दी भएर पहिला जस्तै हुन्छ नि हजुर त्यो जोस जाँगरको साथ फेरि अगाडि काम गर्नु होला। यही मेरो शुभकामना एकदम थ्याङ्क र यू। सबैजनालाई धन्यवाद भन्न चाहन्छु। हस्